ब्युटी फिल्डमा काम गरेको चाहिँ मैले 4.5 वर्ष भइसकेको छ। त्यसमा पनि फ्रिल्यान्सिङ हैन। फ्रिल्यान्सिङ गर्नु चाहिँ नट इजी हैन। यो चाहिँ फ्रिल्यान्सिङ गर्नु चाहिँ इजी काम चाहिँ हैन। जति चाहिँ सलुनहरु या ब्युटी पार्लरहरु हुन्छ उहाँहरुलाई जति नै इजी हुन्छ नि फ्रिल्यान्सिङ गर्नु चाहिँ त्यति नै टफ छ। अनि त्यसपछि अहिले त झन् हुन्छ नि कम्पिटिसनको मार्केट छ। त्यो भएको हुनाले चाहिँ फ्रिल्यान्सिङ गर्नु चाहिँ त्यति इजी काम चाहिँ मैले मान्दिनँ हैन। मैले जति पनि फ्रिल्यान्सिङ मेकअप गरेँ अनि त्यसपछि नेल्स भयो त्यसपछि केराटिनहरु जति पनि मैले ब्युटी सम्बन्धी कामहरु गरेँ नि अनि त्यसमा चाहिँ अब मलाई माया गर्नुहुने मैले गरेको कामलाई माया गरेर जति पनि मेरो शुभचिन्तक भन्छु म चाहिँ क्लाइन्ट भन्दिनँ मेरो शुभचिन्तक जसले चाहिँ मलाई माया गरेर टाइम टु टाइम फेरि पनि सर्भिस दिने मौका दिनुहुन्छ हैन उहाँहरुलाई चाहिँ एकदमै थ्यांक यू सो मच। अनि त्यसकै दौरानमा हैन त्यसकै दौरानमा चाहिँ एउटा सिस्टर हुनुहुन्छ अनि उहाँले चाहिँ स्टार्टिङदेखि नै मसँग नै गर्नुहुन्छ के मेरो कामलाई एप्रिसिएट गर्नुहुन्छ अनि त्यसपछि मलाई पनि एप्रिसिएट गर्नुहुन्छ त्यसको लागि चाहिँ थ्यांक यू सो मच डार्लिङ हैन। अनि त्यसपछि प्राय चाहिँ मैले गरेको काम मन पराएर नै होला हैन अनि मलाई ट्रस्ट गरेर नै होला मसँग कुनै चीज लिनु भयो भने चाहिँ अर्को ठाउँको प्रोडक्टहरु युज गर्दाखेरि चाहिँ उहाँलाई अलिकति डर जस्तो फिल हुने हैन। प्राय मसँगबाट लिएर जाने जति पनि मान्छेहरुले चाहिँ लिएर जानुहुन्छ नि जे पनि जस्तै अब क्रीमहरु भयो हैन एभ्रिथिङ अनि उहाँहरुले चाहिँ कस्तो डाउट गर्नुहुन्छ अन्तबाट ल्याउन न डुप्लिकेट हुने हो कि भनेर भन्नुहुन्छ हैन। अनि त्यसकै दौरानमा चाहिँ स्टार्टिङ देखि नै मसँग नै सेम्पू लिइरहनुहुन्छ ट्रिटमेन्ट लिइरहनुहुन्छ अनि उहाँको कपालमा चाहिँ मैले नै केराटिन पनि गर्दिरा हुन्छु हैन इयर वाइज इयरली गर्नुहुन्छ उहाँले चाहिँ। अनि त्यसपछि हुन त म भन्दा अलिकति टाढा नै बस्नुहुन्छ तर उहाँले चाहिँ इनड्राइभ गरेर भए पनि पठाइदिनु सामान भनेर भन्नुहुन्छ त्यो मेरो ट्रस्टको लागि चाहिँ थ्यांक यू सो मच भन्न चाहन्छु। अनि यो सामान चाहिँ मैले उहाँलाई इनड्राइभ गरेर पठाइदिदैछु मलाई ट्रस्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद तपाईलाई हैन। अनि त्यसपछि मलाई यस्तै माया गरिरहनु सधैँभरि भन्न चाहन्छु। अनि त्यसपछि यदि तपाईहरु पनि कुनै पनि मेकअपको भयो अनि त्यसपछि नेल्स ल्यासेस केराटिन गर्न चाहनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गरेर आउन सक्नुहुनेछ। अनि मसँग जति पनि काम गर्नुहुन्छ तपाईहरुले चाहिँ मेकअप गर्नुभयो भने अथेन्टिक प्रोडक्ट युज गरेर रिजनेबल प्राइसमा गर्दिन्छु भने केराटिन गर्नुभयो भने 100% रिजल्ट बसेन भने फेरि गर्दिन्छु भने अनि त्यसपछि तपाईले ल्यासेस र नेल्स मा चाहिँ अफर राखेको छु बोथको मात्र 1500 रुपैयाँ। यदि तपाईहरु मसँग कुनै सर्भिस लिन चाहनुहुन्छ भने चाहिँ मलाई पहिला नै बुक गर्नुपर्ने हुन्छ। थ्यांक यू सो मच गाइज फर योर लभ एन्ड सपोर्ट।